एभ्रिवान नमस्ते वेलकम ब्याक टु माई युट्युब च्यानल। आई होप सबैजना सन्चै हुनुहुन्छ होला। म पनि सन्चै छु साथीहरू। अनि आज मैले धेरै दिनपछि हजुरहरूको सामु भिडियो लिएर आएको छु। अनि धेरै दिन भएको थियो भिडियो नबनाएको पनि। अनि हामी बस्ने ठाउँ यस्तो छ, देख्न सक्नुहुन्छ। आज मौसम अलि खराब छ, रातभरि पानी परेर अहिले पनि पानी परिरहेको थियो। अहिले परेको छैन, अघिसम्म परिरहेको थियो, अहिले परेको छैन। अनि देख्न सक्नुहुन्छ हामी बस्ने ठाउँ यस्तो छ। अनि यो म बस्ने घर भइहाल्यो, हाम्रो रुम। अनि कति दिन भएको थियो भिडियो नबनाएको पनि। आज घर बसेको बेला बनाऊँ न त भनेर बनाउन लागेको। अनि हामीले आज बुढाले भन्नुहुन्छ अब यो हो हाम्रो रुम। हामी यहाँ हुनुहुन्छ मेरो बुढा अनि छोरा। बुढा हाई गर्नु। के गर्दैछौ सानो मान्छे? खाने गर्दैछौ? के खान्छौ? ओहो यसरी खाने हो? अनि हाम्रो रुम यस्तै छ, बच्चासितको यस्तै हो। रुम पनि भद्रगोल छ। अनि यहाँ पाक्दैछ हाम्रो किचन, यहाँनिर छ। कस्तोले देखाऊँ, किचन यहाँनिर छ। अनि यहाँ पाक्दैछ। आज हामीले पानी परेको बेला चटपटे बनाएर खाऊँ, पानीपुरी बनाउने चटपटे पानीपुरी भनेर हामीले बनाउन लागेको छ मैले। अनि यहाँ आलु चना मैले सिटी लगाइदिँदैछु। यो गोबर हाम्रो बाबुको 2-3 दिन पहिले बर्थडे थियो, त्यही भएर हामी यो बर्थडेको लागि गोबरा राखेको यहाँनिर। बुढा अरू भन्नु नि त। प्लस गाइस, अब हामी चाहिँ अब चटपटेको आज च्यालेन्ज गर्दैछौँ हैन। च्यालेन्ज भिडियो बनाउँदैछौँ। सपोर्ट गरिदिनु होला भन्न चाहन्छु। अनि एकछिनमा अब अझै बनाउन बाँकी छ, म हजुरहरूलाई देखाउने पनि छु। अनि हजुरहरूले च्यानललाई सब्सक्राइब गर्नुभएको छैन भने च्यानललाई सब्सक्राइब पनि गरिदिनु होला। भिडियो मन परेमा लाइक पनि गरिदिनु होला साथीहरू। अनि कहाँबाट हेरिदिनुहुन्छ कमेन्ट गर्न पनि नबिर्सिनु होला। आज मौसम भोकपाल छ क्या, मलाई यस्तो मौसम खुब मनपर्छ। घाम गरेको भन्दा यस्तो मौसमहरू खुब मनपर्छ मलाई। अनि एकछिनमा हामी त्यही पानीपुरी चटपटे च्यालेन्ज गर्नेछौँ साथीहरू। अनि समय हेर्नु होला। भिडियो सिटी लाग्दैछ। यहाँ मेरो छोरा यहाँ खानेमा व्यस्त छन्। हाई गर, हाई भन, हाई भन। हाई, स्याबास। मेरो छोराले हाई गर्न पनि सिकिसकेको छ। अलि साथीहरू भिडियो हेर्दै गर्नुहोस् है त। प्याकेटमा आएको पानीपुरी यसमै हुन्छ सबै मरमसलाहरू। अनि यति हुन्छ, कति पिस हुन्छ खै यसमा, 40-50 पिस हुन्छ होला। अब यसलाई तेलमा तार्न लगाएको छु मैले। तेलमा तार्ने अनि खाने। अलिकति देखाउनु खै त, उसमा तारेको खै देखाएको। चलाउनु पर्छ। बस भइहाल्यो। ल साथीहरू, यसरी पानीपुरी फ्राई हुँदैछ। तेलमा तार्न लागेको छु। कम गर, हाई। यसरी पानीपुरी तार्ने बिस्तारै। अब चाहिँ भयो। यति बनाउनु होला। हुन्छ, चटपटी मात्रै बनाउने हो होला। भयो पानीपुरी बनाइसकेँ। यो थम्बनेल लाग्नुपर्छ है। दिनु न त। धनिया प्याजहरू काट्न पर्यो। कति मसिनो बना, एकदम बारीकी भन्नु। ल, धनिया कटिङ हुँदैछ साथीहरू। त्यसपछि प्याज कटिङ हुन्छ। त्यसपछि अब चटपटेको लागि तयारी गर्दैछौँ हामी। प्लस डालमटहरू, चाउचाउहरू पनि हाल्नुपर्ने हुन्छ चटपटेमा।
बनाउने आफ्नो तरिका हुन्छ होला मेरो आफ्नै तरिका छ तर आफै बनाएर खाएको एकदम मिठो लाग्ने के चटपटे अच्छा घरमै बनाएको मिठो हुन्छ नि पुरा घरमा बनाएको बेस्ट हो नि हुन त बजारमा किनेर खाएको पनि ठिकै हुन्छ हुन त त्यति तर घरमा बनाएको जस्तो हुँदैन मलाई मेरो अनुभवमा चाहिँ बजारको कस्तो हुन्छ भने पैसा ज्यादा पर्छ कम हुन्छ घरमा मजाले बनाएर खाइन्छ हेलो साथीहरू हामी रेडी भएर आइसक्यौँ च्यालेन्जको लागि अनि च्यालेन्ज के लिएको छौँ भने हामी यहाँ छोराले हल्का डिस्टर्ब पनि गर्दैछ पट्टी नभएर एउटा ढाँटुलाई च्यातेर हामी एकअर्कालाई पट्टी बाँधेर त्यसरी भिडियो बनाउने है त ल तपाईँले मलाई बाँधिदिनु मैले तपाईँलाई बाँधिदिन्छु पट्टी बाँधेर खाने अनि कसले पहिला खाइसक्ने अरू के त कस्तो हुन्छ च्यालेन्ज भिडियो अब पट्टी भनेर अब खाने अब कसले सक्छ के गर्छ अब लास्टमा आउँछ रिजल्ट चाहिँ ल मलाई बाँधिदिनु बाबु तिमी छपको बस है राम्ररी पठाउनु खाएन क्या हो पटा एकैचोटि दिएर टाइट होइन देखा जो दिन ठिक ठाउँमा छैन ठिक ठाउँमा छ छिटो बाँध्नु न ल साथीहरू अब चाहिँ मैले पट्टी भन्दैछु अब चाहिँ एकअर्कामा बाँडाबाँड गर्ने हुन्छ त्यसपछि चाहिँ हामी चाहिँ नन स्टप रूपमा आफ्नो खानेकुरा चाहिँ के को नन स्टप सुरु गर्छौँ आफ्नो दालमा खाने कत्रो पट्टी बाँधिदिनु भएको छ यार मलाई के देखिँदैन जटिन हामी यसरी फर्स्ट टाइम खान लाग्यो साथीहरू कस्तो हुन्छ है त आँखा केही पनि देखिन्न हो साथी जटिन कहाँ छ हाम्रो छोरा कहाँ छ थाहा छैन खाने हो कसरी अब थाहै छैन अन्डा दुन्दा अनि मैले त भन्नै बिर्सेछु पानीपुरी 10वटा छ 10वटा अनि चटपटे ल ल बुढा मैले सुरु गरेँ है ल सुरु हो गिलास ढलाउनु होला नि म त देखा छैन है समझ रहे हो हो कसले देख्छ त यार कस्तो टाइट गरिदिनु भएको छ कता हो के हो यो चटपटी खाने कि अनि पानीपुरी खाने हो पहिले जे खाएर पनि भयो तपाईँको मर्जी पानीपुरी भन्दा पनि चटपटी खानु लाग्छ क्या मिठो भएको छ फर्स्ट क्लास हो अनि यो गिलासको पानीपुरीको रस अनि म पानीपुरी पनि खान्छु म त अब सिद्धाउने कोसिसमा छु है यति साह्रै ओहो छेउछेउमा पानीपुरी छ बिचमा चटपटे देख्छ क्या देखा छैन देखा छैन हातले छाम्दै छाम्दै Oh, no, 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 no. त्यता गयो हात मेरो यता पो हालिरहेको छ हात तिमी चाहिँ हेर है त्यही काउ फर्स्ट क्लास बजारमा त्यो पनि मिठो हुन्छ पानीपुरी पनि खाइरहनु भएको छ पानीपुरी नै चटपटे हो कन्टिन्यू
कस्तो फिल भइरह सगे जस्तो फिल भइरह नै मैले त नि चक्कर आइरहेछ चक्कर खाइ नसकेसम्म ए अरे आँखा खोल्नु पनि हुँदैन अलि झुक्नु है झुकेर क्यामेरामा देखिन्न र गाई चाहिँ आज पहिलोचोटि यसरी हामी चटपटे पानीपुरी खाँदैछौँ आँखामा पट्टी बाँधेर र गाइस कस्तो लाग्छ हेर्दै गर्नु होला बड़ा हरामी हो बेटा कहाँ हटाउनु हालेर छ यता आँखा देखिन्न क्या पट्टी भनेर खाने सर्ट गरे होइन हाम्रो छोरा के गर्दैछ छोरा बिजी छन् मोबाइलमा खै त आउँदैन त हौ चमचम सक्यो क्या चटपटी मात्रै खाइरहेको कि पानी पनि खानु भएको छ पुरा चटपटी मात्रै के अरे चटपटी मात्रै खाइरहेको छ पानीपुरी ओसिन्छ नि पानीपुरी खानु के कराम कुरुम गर्दैन त पानीपुरी खाएको छैन भने अब गिलास कहाँ हो गोब्डी लाने गिलास कता हो गिलास हो बेटा पिरो भयो कहिले खायौ थाहै छैन कति खायो थाहै छैन बाबु चुप्पसित बस है एकछिन एकछिन बस है कति छ मागी हो कोही त कति छ थाहा छैन कि मेरो त सक्यो छ पानीपुरी छैन सक्यो कति छिटो खाएको सुप पनि खानु पर्यो खोर्सानी के साह्रो लाग्यो के भयो खोर्सानी पिरो भयो पिरो भयो
मलाई नि पिरो भयो चोक्टा खाइछु सक्यो है मेरो कसो थापन भयो हेर्नु भएको मैले छैन अँध्यारो छ केही देखिन्न अँध्यारो छ केही देखिन्न सक्यो कि हो अब सकिन लागेछ मेरो पानीपुरीकै झोल खान पर्यो पानी ल्याएन नि पनि लेखेन सक्यो क्या सक्यो सक्यो मेरो त तपाईँको छ सक्यो ल कलम पट्टी अब अब आफै खोल्ने हो आफै 1 2 3 आहा ओइ खोइ त सक्या छैन त सकेछ यार म त खाइसकेँ कस्तो आहा कस्तो अड्क्यो भने जितायो जितायो किन आज छोड्नु भएको त पिरो हो पिरो पनि अनि आँखा बन्को भने मैले सबै खाइसकेँ साथीहरू बुढाको यति बच्यो 3वटा प्लस अनि 3वटा के अरे पानीपुरी अनि चटपटे अझै अरू ल्यायो भने खाने रहेछु म त लस गाइज मैले चाहिँ खान सकिनँ है के अरे पट्टी भाँडिया थियो आँखामा अनि पट्टी भाँडेको हिसाबले चाहिँ फिनिस होला भन्ने सोच्यो तर ब्यालेन्स रहेछ अब मेरो बुढीले चाहिँ खाइसकेको बिचमा आँखा त हेरेन हेरेन मैले हेरे कसरी थाहा भयो हेरेन हेरेको छु त साथीहरू हेरेको छैन नि त्यही त भिडियोमा थाहा भइहाल्छ नि ल अब भिडियो एन्ड गर्नु ल एन्डिङ ल साथीहरू अब हामीले फर्स्ट टाइम गरेको यो च्यालेन्ज मैले जितिहालेँ अनि हामीले पनिसमेन्ट केही राखेको थिएनौँ नेक्स्ट भिडियोमा राख्ने नै छौँ साथीहरू के कस्तो लाग्छ अन्तिमसम्म हेरिदिनु भयो थ्याङ्क यू सो मच अनि च्यानललाई सब्सक्राइब गरिदिनु होला साथीहरू भिडियो मन परेमा लाइक पनि गरिदिनु होला अनि कमेन्ट गर्न नबिर्सिनु होला हस् बाई 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 सी यू